हेलो साथीहरू, आज मैले पास्ताको रेसिपी है सजिलो सिम्पल सबैको घरमा सजिलै पकाउन मिल्ने है त। ल हेर्नु रेसिपी। स्टार्टिङमा तेल हाल्ने, जिरा राख्ने, तेजपत्ता अनि प्याज खुर्सानी लसुन राखेर फ्राई गर्ने मजाले, टमाटर राख्ने मजाले एकछिन फ्राई गर्ने, राम्रोसँग बेसार नुन अनि मैले गरम मसला राखेको छु है साथीहरू। आफ्नो क्वान्टिटी अनुसारले राख्नु होला। अनि पास्ता राख्नु, हामीले पिरो खाँदैन नि त धेरै, त्यही भएर मैले सानो 2वटा हरियो खुर्सानी राखेँ। अनि हामीले खासै रातो खुर्सानी त धुलोहरू खाँदैनौँ कि। अनि यसरी हल्का ठिक्कको, अब तपाईँले कति बनाउनुहुन्छ त्यही क्वान्टिटीमा पानी राखेर एक सिटीमा यो रेडी हुन्छ। यति मिठो हुन्छ, सजिलो, छटपट, सबैको घर घरमा सजिलै एभाइलेबल हुने चिजहरू मजाले आफ्नो घरमा मजाले बनाएर खानु। यस्तो मिठो हुन्छ। ल रेडी भइसक्यो। एक सिटी लागेर हल्का कागती राखिदिनु अनि धनिया राखेर राम्रो डेकोरेसन गरेर खानु साथीहरू। यति मिठो छ, कति टेस्टी भयो। मेरो नानी बाबुले त यम्मी मम्मी भनिरहेको थियो। ल हजुरले पनि ट्राई गर्नु। थ्याङ्क यू फर वाचिङ माई भिडियो।